गाइस आज हामी सेभी टिप्न आएको। यहाँ मम्मीले टिप्दै हुनुहुन्छ। यता हेर्नु रम्मै छ सेभी। यति धेरै छ। आमामा कति धेरै छ। सेभी नै सेभी खाने भए आउनुहोस्। कसले फलाएको सेभी हो र अन्त खाने भए आउनुहोस् रे। हामीले फलाएका त हुन्। जे भए पनि हामीले यति गराइसक्यौँ। भर्खर आएको भर्खर यति धेरै गराइसक्यौँ। गाइस हेलो गाइस नल काट्न लाउनु ह। हेर्नु त यति धेरै छ। अब नल काट्नुहुन्छ। कति काट्ने मान्छे सेभी टिप्ने मान्छे कति लामो लामो रहेछ नि। सेभी टिप्ने मान्छेहरू ओहो सेभी टिप्दै नल काट्न स्टार्ट। सो सेभी चाहिँ टिपेर आइसकेछौँ। एक डालो भइसकेको छ। मम्मी सेभी टिपेर आउँदै हेर न कसरी हिँडिरहनु। हेर त गाइज हामी माउला आएको फ्राइडे अनि आजले चाहिँ हाम्रो घर जाने बेला सेलरोटी गराउँदै हुनुहुन्छ। म देखाउन जाँदैछु है तपाईँलाई। आजको सेलरोटी हेरौँ है। आजको सेलरोटी गराउनु मान्छे चाहिँ हामी साग टिप्न जाँदै। साग पनि कत्रो कत्रो पात रहेछन् नि। त बहुत मिठो हुनेछ। बिहान कति मिठो भएको थियो। मलाई बोक्न त सक्दिनँ होला। हेलिकप्टर बुक गर्न सक्नुहुन्छ भने। म चाहिँ रुखमा चढेको छु। मम्मी यता हेर्नु त। आमा चाहिँ रुखमा चढेको छु। हिउँदैछ पनि खत्रै हुने रहेछन्। यहाँको डल्ला हुने रहेछन्। हाम्रो घरतिर फेरि अर्कै हुन्छ नि। अर्कै यहाँको डल्ला हुने रहेछन्। यहाँ यस्तो डल्ला। हाम्रो घर फेरि लामो लामो हुन्छन् चुच्चे। साना करेला पनि रहेछन्। बा मम्मीले त कतिचोटि टिपिसक्नुको। माइ गॉड यति धेरै गराउन यति एक सेकेन्डमा यति टिप्ने नि पढै हो। आमामा कति छिटो गराएको नि। यति धेरै लगेर कसले बोक्ने हो र। उता त्यत्रो सेभी एक डालो। अब हामी चाहिँ खुर्सानी टिप्न लाग्यो किनकि हामी चाहिँ घर जाने हो आज। त्यही भएर तयारी हुँदैछ। मम्मीले नि सक्दै सक्दैन घर चाहिँ आफूले उत्पादन गर्न। अनि मामा घर आएर चाहिँ बुढी हजुरआमाले काम गरेको सबै हेर न। खुर्सानी कस्तो टिप्दिरह। अघि साग सिमी कति टिप्न सकेको। आफूले घरमा उत्पादन गरे पनि त हुन्थ्यो। पहिला त मैले नि त दुःख गरेको नि। अहिले लैजान पाउनु मेरो अधिकार हो। त गाइस हाम्रो हजुरआमाले यस्तो पनि लगाउन खै यो के हो। तपाईँले थाहा भए कमेन्टमा नाम भन्नु है त। के रहेछ यस्तो। यसभित्रबाट फेरि किरा निस्किन्छ। आमा के को किरा हो यो। के यस्तो आउँछ त। हेर्नु त गाइस अझ धनिया पनि टिपिके। कति लाज नभएकी हुन्। यो हो हाम्रो माउलेबाट लैजाने पाउर। यो धनिया खुर्सानी सिमी हो एक डालो भइसकेको छ। अनि साग छ। पाटामा जाने तयारी नल काट्न किनकि नल काट्न। अहिले गाइस मम्मी नल काट्न आउन। नल काट्ने मान्छे चाहिँ त्यतिजना छन्। यसको नाटक काट्दै हुनुहुन्छ। गाइस हामी मालबाट घर जान लाग्यौँ। हेलो गाइस कैसा खबर सिक्स्टा। गाइस हामी घर आइसक्यो। ललाङ तलाङ गर्दै यस्तो छ हाम्रो घर। पोको बोकेर बल्ल बल्ल आइयो है आउन त। थ्याङ्क यू।